नमस्कार। ग्लोबल मनी विक 2025 को अवसरमा वित्तीय क्षेत्रको बारेमा चेतनामूलक भिडियो बनाउने क्रममा हिजो एउटा सामान्य भिडियो बनाएको थिएँ। आशा छ त्यसले तपाईहरुलाई हिजो केही न केही हेल्प गर्यो भन्ने आशा लिएको छु र आज म तपाईलाई त्यसै क्रममा चाहिँ यस ग्लोबल मनी विक 2025 को अवसरमा तपाईलाई अर्को एउटा सामान्य जानकारी दिन गइरहेको छु। यो एकदमै बिगिनर्सहरुको लागि मात्र उपयोगी हुनेछ। अब शेयर बजारमा आइसक्नु भएको छ तर त्यति युज टु हुनुहुन्न, पुरानै हुनुहुन्छ तर तपाईले चाहिँ त्यति जानकारी राख्नु भएको छैन भने पनि तपाईहरुको लागि पनि यो भिडियोले चाहिँ तपाईलाई चाहिँ काम लाग्नेछ भन्ने अपेक्षा राखेको छु। आजको टपिक छ तपाईले चाहिँ शेयर बिक्री गरिसकेपछि अथवा शेयर बिक्री गर्नु अगाडि तपाईले के गर्न भुल्नु हुँदैन। शेयर बिक्री गर्नु अगाडि तपाईले के गर्न भुल्नु हुँदैन अथवा शेयर बिक्री गरिसकेपछि तपाईले के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराको टपिक छ। सुरुमा तपाईले एक नम्बरमा शेयर बिक्री गर्नु अगाडि डिम्याट खाता रिन्यू छ कि छैन भनेर चेक गर्नुपर्ने हुन्छ। यदि तपाईको डिम्याट खाता रिन्यू छैन भने तपाईले सबभन्दा पहिला आफ्नो डिम्याट खाता कहाँ हो त्यहाँ डिम्याट खाता चाहिँ रिन्यू गर्नु पर्यो। अर्को 2 नम्बरमा त्यो डिम्याट खाताको अनलाइन मेरो शेयर लिनु भएको छ कि छैन। यदि तपाईले त्यो डिम्याट खाताको मेरो शेयर लिनु भएको छैन भने त्यसको पनि मेरो शेयर पनि लिनु पर्यो र त्यसको अनलाइन पनि एक्टिभ गर्नु पर्यो। अर्को छ मेरो शेयर लगइन गरिसकेपछि अब तपाईले शेयर बिक्री गर्नको लागि रेडी भयो, टीएमएस खाता कारोबार खाता पनि खोल्नु भयो, डिम्याट एक्टिभ छ, मेरो शेयर लगइन छ भने र शेयर बेच्नु भयो भने तपाईले शेयर बिक्री गरेको दिनको बेलुका 5 बजे 6 बजे पछाडी तपाईको ईडीएस गर्ने अप्सन आउँछ। त्यो मेरो शेयर लगइन गरिसकेपछि तपाईले चाहिँ त्यो आफूले बेचेको शेयर चाहिँ आफ्नो खाताबाट अरूको खातामा ट्रान्सफर हस्तान्तरण गरिदिनु पर्ने हुन्छ आफै, त्यो अटो जाँदैन। त्यसैले गर्दाखेरि ईडीएस गर्नको लागि ईडीआईएस भन्छ त्यसलाई, त्यो ईडीएस गर्नको लागि तपाईले छुटाउनु भएन। तपाईले आज बेचेको शेयर भोलिपल्टसम्ममा ट्रान्सफर गरिसक्नुपर्छ। त्यो ट्रान्सफर गर्नको लागि चाहिँ सामान्य प्रक्रिया छ, त्यो पनि म तपाईलाई जानकारी दिदैछु। तपाईले डिम्याट खाता एक्टिभ गर्नुभयो, मेरो शेयर एक्टिभ छ, शेयर बेच्नु भयो र शेयर बेचिसकेपछि बेलुका 5 बजे पछाडी तपाईले लगइन गर्नुभयो। लगइन गरिसकेपछि के गर्ने भन्ने तपाईलाई थाहा छैन भने माई पर्चेस सोर्स भन्ने अप्सन छ, त्यहाँ माई पर्चेस सोर्समा गएर तपाईले त्यो शेयर कतिमा किन्नु भएको हो भनेर त्यहाँ अपडेट गर्नुपर्ने हुन्छ। त्यो अपडेट गर्दाखेरि तपाईले ख्याल गर्नुपर्यो कि त्यो किनेको मूल्य त्यहाँ तपाईले दोस्रो बजारमा किन्नु भएको हो भने त्यो तपाईले किनेको मूल्य त्यहाँ देखाएको छ कि छैन, कति रेट देखाएको छ भनेर तपाईले त्यो ख्याल गरेर अपडेट गरिदिनु पर्यो। त्यो अपडेट गरिसकेपछि किनेको मूल्यलाई अपडेट गरिसकेपछि तपाईले कति अवधि त्यो शेयर राख्नुभयो त, 1 वर्ष राख्नुभयो कि 1 वर्षभन्दा कमै बेच्नुभयो भनेर त्यहाँ माई होल्डिङ पिरियड भन्ने छ, त्यसको साइडमा माई होल्डिङ पिरियड पनि क्याल्कुलेट गर्नुपर्ने हुन्छ। 1 वर्षभन्दा माथि छ भने तपाईले 5% ट्याक्स तिर्नुपर्ने हुन्छ। 1 वर्षभन्दा कमै बेच्नुभयो भने तपाईले 7.5% ट्याक्स तिर्नुपर्ने हुन्छ, त्यो क्यापिटल गेन ट्याक्स लाग्छ। यो दुईटा प्रक्रिया गरिसकेपछि तपाईले माई ईडीआईएस मा गएर ट्रान्सफर शेयरमा गएर त्यहाँ भ्यू डिटेल भन्ने अप्सन आउँछ, त्यहाँ भ्यू डिटेल अप्सनमा गएर तपाईले शेयरलाई चाहिँ टिक मार्क लगाएर अपडेट गराइदिनु पर्ने हुन्छ। त्यो अपडेट गरिसकेपछि तपाईको चाहिँ त्यहाँ हरियो अक्षरमा ग्रीन कलरमा चाहिँ ट्रान्सफर सक्सेसफुल भनेर चाहिँ देखाउँछ। तपाईले त्यहाँ त्यति गरिसकेपछि तपाईको शेयर चाहिँ आफ्नो खाताबाट अरू खातामा हस्तान्तरण भयो भन्ने हो। तपाईले ट्रान्सफर सक्सेसफुल भन्ने बित्तिकै तपाईको खाताबाट शेयर घट्दैन। तपाईले जहाँबाट बेच्नु भएको हो त्यो ब्रोकर कम्पनीले तपाईको शेयरलाई चाहिँ अपलोड गरेर लोडिङ गरेर तान्दिनु पर्छ, अनि मात्रै तपाईको खाताबाट शेयर घट्छ। यसरी गर्ने क्रममा कहिलेकाहीँ तपाईको नर्मल डे जुन शेयर बेचेको बेलुका अथवा भोलिपल्टसम्म जुन ईडीएस गर्नुपर्ने हो त्यो देखाइरहेको हुँदैन। त्यो नदेखाउनुको कारण चाहिँ कम्पनीले एजीएम गरेको हुन्छ अथवा तपाई नयाँ हुनुहुन्छ भने त्यो शेयर चाहिँ तपाईको चाहिँ खाता चाहिँ त्यो डिम्याट खाताको जुन सीएनएस सिस्टम छ, सीएनएस सिस्टममा म्यापिङ नभएको हुन सक्छ पहिलोपल्ट बेच्नु भएको छ भने। त्यो कारणले पनि त्यहाँ तपाईको ट्रान्सफर शेयरमा चाहिँ नो ईडीएस फाउन्ड भनेर शेयर चाहिँ बेच्नु भएको छ, तर भन्नलाई चाहिँ नो ईडीएस फाउन्ड भनेर भन्छ। तपाईले दुईटा चीजले हुन्छ, त्यो भर्खरै भने मैले एउटा तपाईको विशुद्ध नयाँ बेच्नु भएको छ र भर्खर नयाँ हुनुहुन्छ र पहिलोपल्ट बेच्दै हुन्छ भने पनि त्यो अप्सन त्यो देखाउन सक्छ म्यापिङ नभएको कारणले। अर्को चाहिँ कम्पनीले चाहिँ बेचेको कम्पनीले चाहिँ एजीएम गरेको कारणले पनि त्यो हुन सक्छ। त्यसैले शेयर बेचेपछि तपाईले भुल्नै नहुने कुराहरू आज मैले यो जानकारी दिएँ। यदि गरिसकेपछि तपाईले आफूले शेयर बिक्री गरेपछि कुनै पनि पेनल्टी बिहोर्नु पर्दैन र सहज रूपमा तपाईको खातामा पैसा बेचेको 4 डेजमा आउनेछ। आशा छ यो भिडियोले तपाईलाई कहीँ न कहीँ तपाईलाई चाहिँ सपोर्ट गर्नेछ र हेल्पफुल हुनेछ। धन्यवाद, नमस्कार।